आजको भिडियोको सुरुवात भएको छ यो बुटोलको गर्मीदेखि र हेलो नमस्ते साथीहरूलाई स्वागत छ त मेरो ब्लगमा। सबैजना सन्चै आरामै हुन्छ भने आशाको साथ आजको भिडियो मैले सुरुवात गरिसकेको छु र हजुरको कतिको गर्मी छ त कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। र आज चाहिँ मङ्गलबार र म चाहिँ कलेजबाट आएर अहिले चाहिँ भिडियो ब्लग बनाउन सुरु गरेको। तर के मोबाइल हेरिरहेको थिएँ, लाइन गयो, त्यही भएर यसो भ्लग स्टार्ट गरिदिउँ भनेर होइन। लाइन चाहिँ असाध्यै काटा लागेको छ, हजुर त्यो काट्दै कमेन्ट गर्नु होला। पसिनालाई उडै बनाएको छ होइन। र यहाँ चाहिँ हाम्रो मम्मीले चाहिँ यता छेउमा भएको गमला चाहिँ यता सर र कुनामा राख्नु भएको रहेछ होइन। यहाँ चाहिँ यस्तो देखेको छ, हजुरलाई यस्तो देखाइदिउँ भने देखाइदिइहालेँ, तर केही छैन, देखाइदिइहालेँ होइन। र यता चाहिँ यस्तो गर्मी छ नि, के साह्रो गर्मी, के हो यस्तो। अझ यही माथि लाइट छैन हो, मार्यो गर्मीले मार्छ हौ। पानी पनि पर्दैन, गर्मी मात्र हुन्छ, लाइन मात्र काट्छ हेर यता। सुत्दा अनि केही छैन बुढो, यस्तै छ। अरू पनि बिस्तारै भेटिरहँला होइन, गर्मी छ के गर्नु। ल अब यसरी म चाहिँ टिकटकको मिनी भ्लग एडिट गर्नु छ होइन, त्यो म चाहिँ अब टिकटकको मिनी भ्लग एडिट गर्छु र एडिट गरेर एकछिन सुन्नु होला, भोइस ओभर गर्नै छ मैले। र अब ढिलो नगरिकन म चाहिँ अब भिडियो एडिट गर्छु। भिडियो लाग्यो अब भिडियो जानै पऱ्यो। ल सिधै चल्दिउँ भित्र। अब मेरो भोइस ओभर चाहिँ कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। र मिनी भ्लग आइरहेको छ टिकटक, यति मिनी भ्लग हेर्न चाहनुहुन्छ भने टिकटकमा आइरहेको छ, गएर हेरिदिनु होला। श्रेष्ठ अनुप छ, नत्र युट्युबबाट अनुश्रेष्ठ लेखे पनि अवश्य आउनेछ। ढिलो नगरिकन अब सिधै म मिनी भ्लग एडिट गर्न चाहन्छु गाइस। ल है त। र अब चाहिँ ढिलो नगरिकन म चाहिँ अब भोइस ओभर गर्छु होइन। यस्तै छ, गाह्रो छ होइन। टिकटकतिर नि भिडियो चाहिँ म 30 डेज च्यालेन्ज गर्न लाग्यो होइन। आज चाहिँ 18 डेजको म मिनी भ्लग एडिट गर्दैछु र मिनी भ्लग 18 चाहिँ म अहिले एडिट गर्दैछु। र अब कति दिन रह्यो, 10-12 दिन चाहिँ रह्यो। त्यसपछि मेरो टिकटकमा पनि 30 दिनको च्यालेन्ज कम्प्लिट हुन्छ होइन। र युट्युबमा अलिकति माया र सपोर्ट गरिदिनु होला होइन, अलिकति सब्सक्राइब गरिदिनु होला। र ढिँडो अब म चाहिँ सिधै भोइस ओभर जाने गएतिर होइन, हेरिदिनु होला। रिजल्ट चाहिँ म राखिदिन्छु पछि होइन, गएर हेरिदिनु होला कस्तो लाग्छ। ल सुरु गरौँ है त। आजको मिनी भ्लग, आजको भिडियो पनि सुरुवात भएको छ हाम्रो माछामानीबाट। फेरि पनि हेलो नमस्ते साथीहरूलाई, हजुरहरूलाई स्वागत छ त मिनी भ्लग 18 डेजमा। फेरि पनि म हिजो असरी फेरि पनि आज अर्को भिडियो लिएर आएको छु माछाको। के गर्नु, सरी यो त यस्तै बिग्रिन्छ नि त, यसलाई कता काट्नुपर्छ फेरि गर्नुपर्छ। र हाम्रो भोइस ओभर चाहिँ यतिको डिस्टेन्स राख्यो भने अलिकति बाहिरको साउन्ड चाहिँ आउँदैन होइन। अलि यतिको राख्यो भने बाहिरको पुरा त्यो ब्याकग्राउन्ड साउन्डहरू अलि धेरै नै आउन सक्छ। त्यो ठ्याक्क एक चार आउँदा ग्याप राख्नु राम्रो हुन्छ। ल फेरि पनि म सुरु गर्छु। बिग्रिन्छ यस्तै बिग्रिन्छ नि त, झ्याउ हुन्छ। फेरि पनि मैले आजको भिडियो पनि फेरि रहेको छ माछा मार्नेबाट। फेरि पनि हेलो नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ है मेरो मिनी भ्लग डेज 18 मा। र यहाँ फेरि यहाँ साथीले बोल्दा फेरि साथीले माछा पनि लिएर आइसकेको छ। माछा चाहिँ ठुलो परेको, माछा नाम चाहिँ मलाई थाहा भएको छैन। र के गर्नु, आफूलाई चाहिँ मार्न आफूले यसो भ्लग मात्रै बनाउन आएको, कन्टेन्ट खोज्दै आएको होइन। साथीहरूले चाहिँ मार्छन्, रमाइलो गर्छन्। र हजुरलाई को कोलाई माछा मार्नु रहर छ र को कोलाई माछा मार्नु रहर छैन कमेन्ट गर्नु होला अवश्य। र को कोलाई एकदमै मनदेखि रुचि छ कमेन्ट गर्न नबिर्सिनु होला। र अरू भिडियो चाहिँ अब हजुर सिधै यो हेर्नु होला। म यति भ्याउँछु होइन। र लाइट पनि आएको छैन, म चाहिँ यति भ्याउँछु र नि हजुर सिधै रिजल्ट हालिदिन्छु न, ठिक टाइम गरेर हेर्नु होला। ल म चाहिँ अब एडिट गरेर भ्याएपछि म भेट्छु है। ल बाई बाई गाइज। आजको भिडियो पनि सुरु भएको छ माछा मार्न गएकोतिरबाट। फेरि पनि हेलो नमस्ते साथीहरूलाई स्वागत छ है त फेरि मिनी भ्लग 18 मा। के छ त हजुर, सन्चै आरामै हुनुहुन्छ। फेरि पहिला जसरी म फेरि माछा मार्न निस्किसकेँ, बोल्दा फेरि साथीले माछा पारिदिइहाल्यो। साथीले खत्तै ठुलो पार्यो, तर यो माछा नाम चाहिँ मलाई थाहा भएन, तर राम्रो पारेको थियो। फर्स्ट लडमै दामी पर्यो। फेरि 1-2 घन्टापछि फेरि म रिटर्न आइसकेको थिएँ भिडियो बनाउन। फेरि यहाँ हाम्रो दोस्त माछा मार्न दामी पार्छ नि फेरि होइन। यो चाहिँ हाम्रो यताको भ्यू चलल्ल पारा सट्ट पारामा। र साथी चाहिँ माछा यति मारिसकेको थियो त, दामी मारेको थियो होइन। तर धेरै नै भइसकेको थियो समय चाहिँ मारेको।
लगभग 2-3 घन्टाको माछाको फल हो हामी अनि त्यहाँ फेरि उठेर हामी फेरि खेर डिल गयौँ कता गयौँ थाहा भएन होइन उता गएर म फेरि भेट्छु आज मौसम ठिकै थियो अनि फेरि म फेरि माछा मार्न आएको होइन नि त म भिडियो बनाउनै आएको होला थाहा छ यहाँ चाहिँ हाम्रो साथी केटाहरूले माछा मारिरहेको छन् मेहनत छन् केटाहरूले गर्छन् अनि फेरि बल्छी यता माछा हेर्दै हाले दामी तरकारी हाल्छन् कि फेरि पर्न फेरि दामी पार्छ नि होइन ए माछा त केटाहरूले त खत्रै हो नि फेरि पानी हेट नसकिनु छ नि फेरि भन्दा फेरि पारे अनि साथीले देखाइरहेको छ आजको यति मार्यो भनेर साथीले देखाइरहेको छ हेर्नु र हजुरहरू पनि को जानुभएको छ माछा मार्न होइन यसो कमेन्ट गर्नु होला कोलाई मनपर्छ माछा मार्न जान कोलाई रहर छ कोलाई के छ कमेन्ट गर्नु होला अनि फेरि यहाँ साथीले लोड गरिरहेको छ बल्छीमा भनेको त माछा हो पारेको रहेछ थत्तेरिको फेरि माछा पारेको रहेछ यो त अलिक सानो पारेको रहेछ तर केही छैन सबै ठुल्ठुला हान्दा फेरि के गर्नु होइन कुनै सानो आउँछ धन्न फुस्किसक्यो धन्न म समातेँ धन्न समातेँ हो अनि फेरि त्यसै पनि लोड हाल्दै प्लास्टिकमा के गर्नु त अनि यस्तै छ फेरि अर्को लोड हाने केटाहरूले पार्छन् गर्छन् अनि रात पनि परिसकेको थियो होइन के गर्नु रात परिहालेछ के र रात पनि पऱ्यो होइन अब के गर्नु पनि अब घरतिर फर्क्यौँ भने हामी फेरि एकछिन सर र मौसम देखाइदिइहालेँ मौसम चाहिँ राम्रै थियो ठिकै थियो होइन तर त्यति गर्मी पनि थिएन तर यो भिडियोसम्म बहुत गर्मी हुन्छ अनि केटाहरूले चाहिँ बल्छी प्याकसेक गरेर निस्किन थाले र म पनि निस्किएँ खेतलाई टाकान टुकुन गर्दै निस्किएँ आज चाहिँ भिडियो यति नै हुन्छ थ्याङ्क्स फर वाचिङ माई मिनी भ्लग अर्को मिनी भ्लगमा भेटौँला छिटै रमाइलो गरौँला र अहिले चाहिँ मिनी भ्लगमा यतै इन गरौँ अब 10 दिन पनि होला भिडियो बनाउला बाई बाई गाइस अहिले चाहिँ मैले भिडियो पनि एडिट गरेर भइसकेको छु होइन रिजल्ट चाहिँ हामीलाई कस्तो लाग्यो म राखिसकेको छु रिजल्ट हेर्नुभयो होला होइन कस्तो लाग्यो कमेन्ट लाइक गरिदिनु होला र अझै पनि लाइट आएको त छैन किन भन्नु सक्दा समस्या चाहिँ आज लाइट धेरै लाइट चाहिँ असाध्यै जान्छ कि किनभने राति सुतिमा ओडै जान्छ होइन धन्न एउटा चाहिँ पङ्खा चाहिँ ब्याट्रीवाला पङ्खा थियो चार्जरवाला पङ्खा चाहिँ धन्न चलिरहेको छ धन्न यसै पनि 4-5 घन्टा मजाले चलिरहन्छ त्यही होइन अब चाहिँ अरू चाहिँ के कस्तो हुन्छ अर्को भिडियोमा अर्को भिडियोमा अलिक पछि भेटौँला होइन कसरी दिन चलि गइरहेको छ भनेर अहिले चाहिँ म यही नै रोक्न चाहन्छु भिडियोलाई अब बेलुका दिन नै भेटौँला गर्मी पछि भेटौँला होइन